म तिमीलाई एउटा सुनको बिउ दिन्छु। यसलाई साँचो मनले रोप र हेरचाह गर। रमेशको आँखा खुले। सपना यति स्पष्ट थियो कि उनी अचम्म परे। भोलिपल्ट बिहान खेततिर जाँदै गर्दा उनलाई एउटा चम्किलो बिउ देखियो, जुन ठ्याक्कै सपनामा देखे जस्तै थियो। उनी अचम्ममा परे तर खुसी हुँदै त्यो बिउ लिएर घर फर्किए। रमेशले बिउलाई आफ्नो बगैँचाको सबैभन्दा राम्रो ठाउँमा रोपे। हरेक दिन उनले पानी हाल्ने, गोरु लगाउने, झारपात हटाउने काम गर्थे। उनका छोराछोरीले सोध्थे, बुबा, यो बिउले केही दिन्छ त? रमेश मुस्कुराउँदै भन्थे, धैर्य गर, राम्रो मेहनत कहिल्यै खेर जान्दैन। समय बित्दै गयो। अरू बालीहरू पाकिसकेका थिए, तर त्यो बिउले केही देखाएन। गाउँका मानिसहरूले रमेशको मजाक उडाउन थाले, सपना देखेर सुन फल्छ र। तर रमेशले हार मानेनन्। उनले आफ्ना बच्चालाई पनि मेहनत र विश्वासको महत्त्व सिकाइरहे। अन्ततः वर्षको अन्त्यमा त्यो बिउबाट सुन्दर सुन जस्तो चम्किने फूल फुल्यो। त्यो फूलबाट झरेको हरेक बिउले अर्को सुनको फूल दिन्थ्यो। रमेशले त्यो फूल गाउँका अरू किसानहरूसँग बाँडे। केही समयमै सारा गाउँ समृद्ध भयो। सबैजना रमेशलाई आदर गर्न थाले।